गरीब दुखी जनताको सबै पीडा बुझी हिमाल पहाड तराईका प्रतिभाको खोजी बाटो बिराई हिँडेकालाई सँगै हिँडाउने लुकेका ती प्रतिभालाई संसार चिनाउने नभइन्द्रे नभइन्द्रे एकचोटि जोरदार ताली सबैजनाले फेरि पनि सभासद लगायत यो समग्र टिमको लागि आज यति धेरै मायासँगै मनैदेखि नै व्यक्तिगत तर्फबाट पनि सहयोग गर्नुभएको छ। यस्ता प्रतिभाहरू यस्ता समस्यामा परेका नागरिकहरूको लागि जुन एउटा मनदेखि नै सहयोग गर्नुहुन्छ त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु। अब पनि म फेरि अर्को प्रतिभालाई तपाईँहरूको माझमा जोड्न चाहन्छु। यति बेला पनि मेरो हातमा हुनुहुन्छ अस्मिता साई देउडा गाउनको लागि। अस्मिता साई कता हुनुहुन्छ कृपया अगाडि आइदिनु होला, बाटो छोडिदिनु होला अस्मिता साईको लागि। धेरै धेरै धन्यवाद सबैजनालाई। अस्मिता साईको लागि ताली खोइ त। मैले अस्मिताजीसँग अलिकति केही कुरा सोध्न चाहन्छु, यतातिर आइदिनु होला। कतिमा पढ्नुहुन्छ हजुर? कक्षा 10 मा पढ्नुहुन्छ। कति वर्षको हुनुभयो? 15 वर्षको। यहाँ बुवा मम्मी कोही आउनु भएको छ कि भएको छैन? मम्मी आउनु भएको छ। कता हुनुहुन्छ अस्मिताको मम्मी? अस्मिताको मम्मी कहाँ हुनुहुन्छ? हात उठाइदिनु त। त्यहीबाट है, त्यहीबाट कताबाट देखिनुहुन्छ? ओहो ल, मम्मी पनि एकदमै खुसी हुनुहुन्छ आज गीत गाउँदै गर्दा। एकचोटि जोरदार ताली अस्मिताको आवाज सुनौ, त्यसपछि फेरि तपाईँहरूको माझमा आउँ है। इन्देनी कोटीमा आउँदा क्या राम्रा पहाडी पाखा ओडै चमत्कार कठै घन्काइदेऊ न देउडा भाका इन्द्रेनीको सबै टिमलाई क्या राम्रा पहाडी पाखा मेरो नमस्कार ताली बोलिदिनु होला है, ताली सबैजना। देऊ न देउडा भाका लाली गुराँस फुलेका छन् क्या राम्रा पहाडी पाखा रातै छ वनभरि कठै घन्काइदेऊ न देउडा भाका इन्द्रेणी कोटीमा पुग्यो क्या राम्रा पहाडी पाखा खुसी छ मनभरि कठै घन्काइदेऊ न देउडा भाका हरिया देखिन्छन् डाँडा क्या राम्रा पहाडी पाखा हाम्रै वरिपरि कठै घन्काइदेऊ न देउडा भाका हाम्रै लागि आउनु भयो क्या राम्रा पहाडी पाखा खोला नाला तरी कठै घन्काइदेऊ न देउडा भाका म एकैछिन है तपाईँसँग थोरै जानकारीहरू पनि लिन चाहेँ। हजुरको हात अलिकति अप्ठ्यारो पनि छ अरे भन्ने सुने मैले, होइन? थोरै अपाङ्ग पनि हुनुहुन्छ हातबाट, हो? अनि यो के कसरी भएको? अहिले त्यस्तो भयो कि पहिले जन्मदेखि नै त्यस्तो हो? भाँचेको लोटेर बिचमा, होइन? कति वर्षको हुँदाखेरि त्यस्तो भएको हो? 10-11 वर्ष। सरी, उपचारको लागि अहिले कतिको चलाउनुहुन्छ हातलाई? खोइ अलिकति यति अलि माथिसम्म आउँछ, अलिअलि हात चल्छ। समग्र यो कलाकार तपाईँ आज गीत कसैले गाउनुहोस् है भनेर गाइदिनु भएको हो कि कलाकार बन्ने रहर या सपना हो? सपना नै हो। आमाले सुन्नु भएको छ, बुवा पनि? बुवा हुनुहुन्छ कि नै? बुवा हुनुहुन्छ। म एकैछिनपछि तपाईँसँग जोडिन्छु। हाम्रो यहाँको एउटा सदस्यज्यूहरू, आजको सभाध्यक्षज्यूहरू लगायत म सबैसँग जोडिन्छु। एकचोटि जोरदार ताली बहिनीको लागि सबैजनाले। अस्मिताको आवाज सुन्दै गर्दा हामीलाई पनि कता कता राम्रो लाग्यो। यति बेला पनि मेरो हातमा कार्यपालिका सदस्य ज्यू यही हुनुहुन्छ मेरो अगाडि, जहाँसम्म लाग्छ
करिश्मा कुमारी साईबाट कुमारी मात्रै हुनुहुन्छ है कि कुमारी नै हो ए कुमारी आजको परम अतिथि पनि हुनुहुन्छ। उहाँले यस कार्यक्रमलाई रु 1050 रुपियाँ सहयोग गर्नुभएको छ। कृपया सहयोगको लागि अगाडि आइदिन। म फाउन्डेसनका सचिव पार्षद कुमार थापाज्यूलाई अनुरोध गर्न चाहन्छु अनि परमज्यूलाई उता गएर दिदिनु अनुरोध गर्न चाहन्छु। एकचोटि प्रमुख अतिथि करिश्मा कुमारी साईज्यूलाई जोरदार ताली पिटेर स्वागत अनि सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी फेरि म अर्को सहयोगी मनको नाम लिन चाहन्छु। यति बेला दीपक जैसी जुन आजको कार्यक्रमको हिरो पनि हुनुहुन्छ, मान्छे पनि चिटिक्कै परेको हुनुहुन्छ, मलाई जहाँसम्म लाग्छ होइन। कार्यक्रम सञ्चालक हुनुहुन्छ, यस वडा सचिव हुनुहुन्छ आदरणीय व्यक्तित्व। उहाँले व्यक्तिगत तर्फबाट दुखी पीडित गरिबहरूको लागि रु 500 प्रदान गर्नुभएको छ। एकचोटि जोरदार ताली सरको लागि सबैजनाले। हेर्नुहोस् त तपाईँको यो ठाउँमा जहाँ बिहानदेखि यस कार्यक्रमको लागि होइन 3-4 दिन अगाडिदेखि कार्यक्रमको लागि पनि उहाँहरू आफै खट्नु भएको छ। आज नवैन्दनी कार्यक्रम मार्फत उहाँहरूले दुखी गरिबहरूको लागि पनि केही सहयोग गर्नुपर्छ है भनेर भावना नगर्नु चाहिँ जोरदार ताली फेरि पनि ताली मेरो दिनु होला। म फेरि अर्को नाम तपाईँहरूको माझमा जोड्दैछु। सहयोगी मन महेन्द्र बहादुर महताजी हुनुहुन्छ। उहाँले पनि नवैन्दनी कार्यक्रम मार्फत दुखी पीडित गरिबहरूको लागि रु 500 प्रदान गर्नुभएको छ। उहाँ स्वास्थ्य सेवा केन्द्रका प्रमुख हुनुहुन्छ। एकचोटि जोरदार ताली उहाँलाई पनि। हेर्नुहोस् मैले उहाँसँग यहाँ आउँदै गर्दा चिटिक्क परेर पहिल्यै एउटा मेरो भिडियो खेलाउनु भयो, उहाँलाई खिरै खेलाउँदै, तर उहाँ स्वास्थ्य इन्चार्ज हुनुहुन्छ भएपछि खेलाइन्छ। एकचोटि जोरदार ताली उहाँको लागि पनि। अब तपाईँसँग म फेरि सहयोगी मनहरू आज धेरै जोडिनु भएको छ। यहाँ गीत सङ्गीतलाई पनि त्यत्तिकै प्राथमिकता दिनै पर्ने। मेरो हातमा अदम बहादुर साईजी हुनुहुन्छ। उहाँले पनि दुखी पीडित गरिबहरूको लागि भनेर रु 500 सहयोग गर्नुभएको छ। भानुभक्त आबिका शिक्षक हुनुहुन्छ। एकचोटि जोरदार ताली क्यामेराको अगाडि फेस गर्नुहोला। जोरदार ताली सबैजनाले। पक्कै पनि आजको यो रमाइलोलाई धेरै रमाइलो पारिदिनु भएको छ। उहाँलाई मुरी धन्यवाद दिन चाहन्छु। त्यसै गरी भानुभक्त आबिका शिक्षक हुनुहुन्छ अर्का आदरणीय व्यक्तित्व रु 500 रुपियाँ उहाँले पनि सहयोग गर्नुभएको छ। भीमबहादुर साईजी उहाँलाई पनि एकचोटि जोरदार ताली भीमबहादुर साईको र सरको लागि सबैले। मलाई यो सहयोगी मनहरूले आज यतिको सहयोग गरिदिनु भएको छ। म अन्य कार्यक्रमलाई पनि मध्यनजर गर्दै गरेको छु र समग्र खुसी लागिरहेको छ। छोटो समयभित्र थोरै मान्छे भन्दै गर्दा पनि यति मिठो यति राम्रो। मैले अघि नै भनेको थिएँ ठाउँ त साँगुरो छ तर मन एकदमै फ्राकिलो भएछ। उहाँहरू सबैलाई एकमुष्ट फेरि जोरदार ताली पनि स्वागत अनि सम्मान गर्छौँ। हामीसँग हरि बहादुर साईज्यूले झुलीचाँदी 5बाट हो भाइ गड 5 झुलीचाँदी गाउँपालिका एकदमै मनपर्ने गाउँपालिका मलाई पनि झुलीचाँदी 5बाट रु 500 प्रदान गर्नुभएको छ। सरलाई अगाडि आएर सहयोग दिनको लागि अनुरोध गर्न चाहन्छु। जोरदार ताली एकचोटि क्यामेरा फेस गरिदिनु होला सबैले। जे जतिले सहयोग गर्नुभएको छ एकचोटि जोरदार ताली सबैजनाले उहाँहरूलाई भनौँ। फेरि पनि भानुभक्त आबिका विविध अध्यक्ष आदरणीय व्यक्तित्व परशुराम सुनारज्यूले रु 1005 प्रदान गर्नुभएको छ। कृपया एकचोटि सरलाई जोरदार ताली बिटेर स्वागत अनि सम्मान गर्छौँ। सहयोग दिदिनको लागि म सरलाई अनुरोध गर्न चाहन्छु र लिदिनको लागि म सचिवज्यूलाई अनुरोध गर्न चाहेँ। एकचोटि क्यामेरा फेस गरिदिनु होला उतातिर। जोरदार ताली एकैचोटि म फेरि पनि ताली बजाउन नभुलिदिनु होला। समग्र गीत सङ्गीतकै क्षेत्रमा तपाईँहरूसँग धेरै कुराहरू हामी जोडित छौँ। आजको रमाइलोलाई रमाइलो पार्ने तयारीमा छौँ। हामीले अगाडि नै अतिथि कोही छुट्नु भएछ भने गर्ने भनेका थियौँ। यसै गरी हामीमा आज आउनुभएको छ निवर्तमान वडा अध्यक्ष श्री पदमबहादुर पुन्ज्यूलाई अतिथिको सिट आसनकरण गरिदिन हार्दिक अनुरोध गर्दछु। आइदिनु होला जोरदार तालीका साथ। समग्र आजको रमाइलो व्यवस्थित बनाइदिनु भएको छ। हामी यस्तै गीत सङ्गीतसँग रमाइलो गर्ने क्रममा छौँ र रमाइला गीत सङ्गीतको तपाईँहरूको आवाजहरूलाई विश्वभर चिनाउने प्रयास गरिरहेका छौँ। यति बेला भने म तारा कामी र पवित्र घरतीलाई म अगाडि बोलाउन चाहन्छु। जोरदार तालीका साथ छिटोभन्दा छिटो आइदिनु होला। कविता तिरुवा रहेछ यो। यताबाट जे भन्यो मैले त्यताबाट त्यही भनिरहेको छु। त्यही भएको कारणले गर्दाखेरि मासुको जिब्रो तलमाथि भइदिएछ भने अप्ठ्यारो नमान्नु होला। कहिलेकाहीँ यस्तै हुन्छ। समग्र अगाडि आइदिनु होला भन्दै जोरदार ताली उहाँको लागि। एकदमै यो सहयोगी मनहरू आजको रमाइलो बसाइलाई धेरै सहयोग गरिदिनु भएको छ उहाँलाई। यति बेला भने अर्को सहयोगी मन हामीलाई जोडिनु भएको छ। खड्ग बहादुर फोन रु 600 रुपियाँ प्रदान गर्नुभएको छ। एकचोटि उहाँको लागि जोरदार ताली सबैजनाले।
यो घुम्दैन अरे चाहिँदैन दिनु घुम्दैन यो भएको